कम्प्युटरको छ ठुलो साथ, ज्ञान सिप र अवसर सबैमा दिन्छ यसले हात। कलम कागज छोडी डिजिटल बन्यो संसार, कम्प्युटर ज्ञान बिना गाह्रो छ अब व्यवहार। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। शिक्षामा प्रविधिको माध्यमबाट शैक्षिक गुणस्तर र व्यक्तिगत दक्षता हासिल गर्ने सदुद्देश्यका साथ आयोजित यस कार्यक्रमका सभाध्यक्ष ग्रहण गरिरहनुहुने श्री सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगणहरू र मनमा सरस्वतीलाई साक्षी राखी एक हातमा कलम र अर्को हातमा न्यायरूपी तराजु लिएर विराजमान रहनुभएका निष्पक्ष निर्णय मण्डलज्यूहरू र मलाई निरन्तर रूपमा साथ सहयोग गरी यहाँसम्म पुर्याउनु हुने गुरुवर्ग तथा गुरुआमा र यहाँ उपस्थिति मेरा प्यारा प्यारा साथीहरू, साथै प्रतिस्पर्धाको मैदानमा आफूलाई अब्बल साबित गरी विजयको माला पहिरिन तयार मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थिति सम्पूर्ण मानवहरूमा म श्री आधारभूत विद्यालय कालीमाटी तिखेढुङ्गामा अध्ययनरत छात्रा स्वस्तिका थापाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। साथै आफ्नो विचारहरू प्रस्तुत गर्ने अवसर जुटाउनु हुने कार्यक्रम समितिलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। कम्प्युटर शिक्षा आजको आवश्यकता विषयक वक्तृत्व कला प्रतियोगितामा म मेरो थोरै भनाइ राख्नका लागि कार्यक्रम सभाध्यक्ष समक्ष अनुमति चाहन्छु। सामान्यतया कम्प्युटर शिक्षा भन्नाले कम्प्युटरले गर्ने काम भन्ने बुझिन्छ। तसर्थ कम्प्युटर शिक्षा भन्नाले कम्प्युटर शिक्षा कुनै विकल्प नभएर आधुनिक आवश्यकतामा परिवर्तन भएको छ। कम्प्युटर समाजमा प्रविधिको बढ्दो प्रयोगले गर्दा कम्प्युटर ज्ञान बिना मानिसको जीवन कठिन हुने अवस्था सिर्जना भएको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायत अन्य क्षेत्रहरूमा पनि कम्प्युटरको प्रयोग अनिवार्य बनिसकेको छ। सबैभन्दा पहिलो कुरा त कम्प्युटर शिक्षाले मानिसको ज्ञानात्मक व्यवहारमा परिवर्तन ल्याउँछ। विश्वमै सानो गाउँमा परिणत भएको छ। यसको मुख्य कारण नै कम्प्युटर प्रविधि हो। कम्प्युटर रोजगारीको नयाँ अवसरहरू प्राप्त गर्नुका साथै व्यक्तिगत र व्यावसायिक विषयहरूमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। यो द्रुत गतिमा परिवर्तन भइरहेको संसारमा कम्प्युटर शिक्षा आवश्यक मात्र नभएर सबैको माग पनि बनिसकेको छ। कम्प्युटर चलाउन जान्ने मानिसहरूले सूचना ज्ञान सही ढङ्ग र व्यवस्थित रूपले प्राप्त गर्न सक्छन्। सभाध्यक्ष महोदय, म अन्तमा के भन्न चाहन्छु भने विद्यालय तहदेखि नै कम्प्युटर शिक्षालाई अनिवार्य गरी व्यावहारिक र सिपमूलक बनाउनु आजको आवश्यकता हो। अझ नेपाल जस्तो विश्वोन्मुख देशलाई कम्प्युटर शिक्षाको अझ आवश्यक बनेको छ। कम्प्युटर शिक्षा आजको विलासिता होइन, आवश्यकता बनेको छ भन्दै म मेरो छोटो भनाइ यही अन्त गर्दछु। हस्त, धन्यवाद। ओके, म जोरदार तालिका साथ फेरि पनि धन्यवाद दिन चाहन्छु बहिनी स्वस्तिका थापा मगरलाई।